हरेक दिन झगडा गर्दैछ तिमी, हरेक दिन रुँदैछ तिमी, आफ्नो विचारदेखि आफ्नो हालतदेखि अनि अनगिन्ती चिन्ताहरूदेखि पार गर्दैछ तिमी। त्यसै त जिन्दगीमा धेरै केही छैन, तर जति पनि छ त्यसैमा पनि गुमाउने आफूभित्र डर छ। मन त धेरै चिजलाई पाउन चाहन्छ नि, तर के गर्नु, जुन इच्छा पुरा गर्नको लागि पैसा बीचमा आउँछ त्यसपछि त्यो मनलाई पनि सधैँको लागि मार्नुपर्छ। यदि घरमा कोही बिरामी छ त मन गर्छ कि उसलाई राम्रो ठाउँमा उपचार गर्छु, तर के गर्नु, चाहेर पनि त्यो काम गर्न सक्दैन। कतै विवाहहरूमा जानु परेमा पहिलादेखि नै टेन्सन भइदिन्छ कि विवाहमा के लगाएर जानु, त्यही कपडा हरेक पल्ट लगाएर जाउँ भने पनि मान्छेहरूले के सोच्छ होला, लाज लाग्छ। त्यसैमा दुःख लाग्छ जब बुवालाई दिनभरि काम गरेको देखेर। उसले आफ्नो इच्छा दबाउँछ तर तिम्रो इच्छा पुरा गरिदिन्छ। जति नै दुःख भए पनि बुवा चाहे ऊ सालभरि पनि 200 को चप्पल लगाएर पनि तिमीलाई जति सक्दो महँगो चप्पल या जुत्ता लगाओस् भनेर भन्छ। पुरा फ्यामिलीको मनमा चिन्ता हुन्छ, महिना हुन लागिसक्यो, रुम किराए बिजुली किराए दिनुपर्छ भनेर। महँगाई दिनदिनै बढ्दैछ तर तिम्रो सेलरी कहिले बढ्दैन। घरमा खर्च धेरै बढ्दैछ तर तिम्रो आम्दानी बढेको छैन। मैले जिन्दगीमा के गर्छ होला मलाई नै थाहा छैन। साथीहरूलाई सोधौँ भने पनि जाम कतै निगार पिउन, बियर पिउन, आज मेरो पालो भोलि तिम्रो पालो आउँछ। यो कहिले पनि भन्दैन कि तिम्रो सपना के छ, तिमी कहाँ जान्छौ, कुन देश गएर धेरै पैसा कमाउँछौ। यस्तो कुरा कहिले पनि गर्दैन अनि उनीहरूले कुरा नै यस्तो गर्छ अनि जिन्दगीमा के गरेर खान्छ होला। त्यसैले उनीहरू सधैँ मिडल क्लासमै रहन्छ। भगवानले मान्छेलाई बदल्न 2 तरिका दिन्छन्, एक शरीर अर्को दिमाग, अनि यो 2टा चिज काफी छ हाम्रो जिन्दगी बदल्नको लागि। मैले आफ्नो हालतलाई दिएन दोष, मैले मात्र पढ्यो आफ्नो जोस। मेहनत हरेक दिन गर्यो, सङ्घर्ष हरेक दिन गर्यो, तर सबै त्यो चिज देख्यो जुन हरेक मिडल क्लास मान्छेले देख्ने गर्छन्। म यो सबै चिज गर्न सक्छु जुन अरूले गरेर देखाएको छ, म गर्छु र गरेरै देखाउँछु। त्यसपछि तिम्रो जिन्दगीमा यस्तो पनि आउँछ जब तिम्रो समय छैन तब तिम्रो दौडिने दिन सुरु हुन्छ। जय नेपाल।